हेलो हेलो साथीहरु गुड मर्निङ कसा छ। यो चाहिँ मेरो बिहानको भिडियो हो। आज भइहाल्यो 2-3 दिन म बिरामी थिएँ, त्यही भएर मैले चाहिँ हाल्न सकिनँ, त्यसको लागि चाहिँ सरी। अनि आज चाहिँ मेरो छुट्टी थियो अनि रक्षाबन्धन पनि थियो, त्यही भएर मैले हालेको। अनि अब यस्तै हो, काम नगरेर खान मिल्दैन के रे। अब हाम्रो नेपालमा चाहिँ अहिले आपद विपद आइपरेको छ, अब के गर्ने, आफूभरि परदेश अनि त्यस्तै हो। अनि राम्रो छ, के गर्ने, यस्तै छ जिन्दगी। अनि परदेशमा काम नगरेर हुँदैन। म चाहिँ भिडियो बनाउँदै थिएँ, चाहिँ मेरो बुढा चाहिँ भन्दै थियो अनुहार चाहिँ केही देखिँदैन भन्न लाग्नुभएको थियो। अनि त्यतिकैमा चाहिँ अनि गाडी चलाउँदै हुनुहुन्थ्यो के। अनि त्यसपछि म चाहिँ गाडीमा भन्दै थिएँ कि गाडीमा चाहिँ यात्रा मलाई राम्रो लाग्छ, गाडी चाहिँ कहिले पनि छोड्नु हुँदैन हो साथीहरू भन्दै थिएँ म चाहिँ। अनि त्यस्तै हो, गाडीको यात्रा चाहिँ सधैँ होइरहोस् मेरो चाहिँ। म त गाडीमा भनेर चाहिँ कुरा गर्दै हिँड्दै गर्न लाग्थेँ कि बुढाबुढी। अब के गर्ने, यस्तै हो जिन्दगी। 2 दिनको हाँसिन्छ बोलिन्छ। अब चाहिँ मेरो सर्दी लागेर चाहिँ आवाज चाहिँ चेन्ज भइरहेछ। आज चाहिँ कता जाने भन्ने यस्तो सरसल्लाह गर्नुपर्छ। अनि यो चाहिँ मेरो अस्तिको भिडियो हो साथीहरू, म चाहिँ आजको कुरा पनि गर्न लाग्छु यसमा। भिडियोमा चाहिँ कति कुरा गरिराख्ने, अब कम्पनी गएपछि एकछिनपछि अब मोबाइल चलाउन चाहिँ मिल्दैन, त्यही भएर हल्का फल्का भिडियो बनाएको थिएँ। त्यही भएर चाहिँ मैले चस्मा लगाएको थिएन कि, त्यही भएर अर्कै भइरहेको छ मेरो। सरी गाइज है, त्यसको लागि सर्दीले के गर्ने, यस्तै छ। खाँसी पनि आइरहेछ भनौँ। अनि त्यस्तै हो जिन्दगी। 2 दिनको हाँसिन्छ बोलिन्छ साथीहरू। कसैको रिस छैन, डाहा छैन, केही पनि छैन। आफ्नै हो, कमाउने हो, खाने हो, रमाउने, परिवारलाई हेर्ने हो, घर परिवारलाई सबलाई हेर्ने हो। के गर्ने त, यस्तै छ, नहेऱ्यो भने हुन्न। 2 दिनको जिन्दगी कति खाउँला, कति बचाउँला सोच्योला बिचाराले, के गर्ने, यस्तै हो परदेशको जिन्दगी। देखा साथी हो, अब म चाहिँ कम्पनीमा आधा पुगिसकेँ। म चाहिँ पुगिसकेकी छु कम्पनीमा चाहिँ। म भित्रै अब बाटोमै छु अहिले चाहिँ म चाहिँ। अनि एकछिनपछि म चाहिँ अब ट्याक्क कम्पनीमा पुग्यो भने मेरो चाहिँ अनि बन्द हुन्छ क्यामेरा। अनि त्यस्तै हो, काम त गर्नै पर्यो, नगरे चाहिँ हुन्न। अब त्यही भएर चाहिँ म चाहिँ पुगिसकेकी छु। अब थोरै छ, ओके बाई भन्नुपर्छ। थ्याङ्क यू।